नमस्ते भाइ र बहिनीहरू, यसो घुम्दै आउनु भएको रहेछ है। यो झोला चाहिँ धेरै देखेँ। अनि यसको डिपोजिट गर्नु भएको छ है हाम्रो नौधारा सामुदायिक वनमा तपाईँले? हजुर, हामीले चाहिँ आउँदाखेरि 100 रुपैयाँ डिपोजिट राखेर हजुर सामानहरू चाहिँ फेरि तलै फर्काउँछौँ भन्ने हिसाबले। ओ धन्यवाद। अब किनभने यो गोदावरी फुलचोकी चाहिँ हामीले सफा राख्नुपर्छ भन्ने सबैको एउटा सन्देश जाओस् होइन। आफूले ल्याउनु भएको खानेकुराबाट निस्किएको फोहोर चाहिँ आफैले व्यवस्था गर्ने जुन सोचले चाहिँ यो डिपोजिट गरेको हो होइन। यसलाई अन्यथा नसम्झनुहोस्। तपाईँहरूको यहाँ गोदावरीमा गोदावरी फुलचोकी आउनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। अनि एउटा तपाईँहरूले चाहिँ हाम्रो माथि एउटा प्राकृतिक पोखरी छ, त्यो पोखरीमा चाहिँ वन्यजन्तु चराचुरुङ्गीहरू चाहिँ बर्डिङको लागि त्यहाँ क्यामेरा लिएर धेरै साथीहरू आउनुभएको छ। त्यो ठाउँमा पनि तपाईँहरू हेरेर जान सक्नुहुन्छ। र साथै त्यो ठाउँमा चाहिँ तपाईँहरूले भोलि थेसिस गर्छु म प्रकृति सम्बन्धी, बर्ड सम्बन्धी, जनावर सम्बन्धी भन्ने खालको त्यो विचार छ भने त्यो कुरालाई पनि तपाईँहरूलाई धेरै सपोर्ट पुऱ्याउँछ है त त्यो पोखरीले। हस्, तपाईँहरूको यात्रा सफल रहोस् है त। हस् धन्यवाद। हस्। कहाँ चाहिँ बढी निस्केको छ भनेर त्यो रिकरेन्स डेटाहरू हेर्नु पऱ्यो होइन। अनि त्यसपछि अलिक बढी चाहिँ आगलागी हुने भनेको चाहिँ पाइन फरेस्टमा हो। अब पाइन फरेस्ट चाहिँ कहाँ छ भनेर हेर्नु पऱ्यो। पाइन फरेस्ट भनेको चाहिँ यो एलिभेसनमा पाइन फरेस्ट पाइँदैन। पाइन फरेस्ट पाइने भनेको। ल सर नमस्कार, यहाँहरूलाई गोदावरी फुलचोकीमा स्वागत छ है। तपाईँहरू आज हाइकिङ आउनुभएको छ? नमस्ते। हामीले यो 17 गते यो आउँदै गरेको 17 गते चाहिँ नि हाम्रो डिभिजन वन कार्यालयले चाहिँ एउटा सरसफाइ अभियान राख्दैछौँ। यो गोदावरी फुलचोकीको लागि हजुरले केही यो प्रकृति सम्बन्धी यसलाई चाहिँ कसरी चाहिँ बचाउँदा राम्रो हुन्छ भन्ने केही अलिकति बोलिदिनुहोस् न सर। गोदावरी फुलचोकी हराभरा बनाउन यहाँ फोहोर गर्नु भएन। हजुर। प्लास्टिक जन्य वस्तुहरू फाल्नु भएन। हजुर। सबै जनताहरू सचेत हुनु पर्यो। हुन्छ, जे होस् गोदावरी फुलचोकी चाहिँ सफा राख्ने हामी सबैको जिम्मेवारी होइन सर। हस् धन्यवाद सर। हस्। सर नमस्ते। अनि के तपाईँ त आज यो प्लास्टिक बोकेर हिँडिरहनु भएको छ, गोदावरी फुलचोकीमा आउनु भएको रहेछ। कहाँदेखि आउनुभयो? यो फोहोर किन बोकिरहनु भएको छ? यही ललितपुरबाट आएको, यसो बाटोमा केही खाना भनेर हामी लिएर आएका थियौँ। हजुर। अब फोहोर यता उता लगेर डस्टबिनमा राख्नु भनेर फोहोर खाएको वेस्टेजहरू चाहिँ यसमा राखेको। अनि तपाईँले त्यहाँ तल नौधारा सामुदायिक वनमा चाहिँ तपाईँले यो डिपोजिट गर्नु भएको छ? डिपोजिट गरेको छ, राम्रो सुरुवात रहेछ। हजुर। डिपोजिट गरेर पछि यहाँ फोहोरको लागि तल ल्याएर छोड्नुहोस् भन्ने सुरु गर्नुभएको रहेछ। डिपोजिट कति गर्नुभयो हजुरले? डिपोजिट हामी 100 रुपियाँ गरेका छौँ। तर त्यो डिपोजिट त राख्नु भएको छ, तर तपाईँ यहाँ घुम्न आउनुभयो डिपोजिट भनेको एउटा कन्ट्रोल मात्रै हो। हजुर। आफैले बुझेर चाहिँ फोहोर अलिकति म्यानेज गर्नुपर्छ। ल धन्यवाद। जनावरहरू चराचुरुङ्गीहरू निकै देख्यौँ। हजुर। यत्रो जनावर चराचुरुङ्गीले फोहोर गरेका छैनन्, सफा छ। हजुर। त्यसै गरी हामीहरूले पनि यहाँ चाहिँ फोहोर गर्नु भएन, सफा राख्नु। धन्यवाद हजुरलाई। यो हाम्रो यो प्राकृतिक पोखरीमा पनि यो तपाईँलाई अलिकति जानकारी दिन चाहन्छु म। यो हाम्रो यो प्राकृतिक पोखरी हो। यो प्राकृतिक पोखरीमा चाहिँ नि विभिन्न प्रजातिका जीवजन्तु, विभिन्न प्रकारका प्रजातिका चराचुरुङ्गीहरूले चाहिँ पानी खाने थलो हो यो। अनि यो चाहिँ हामीले बचाउनुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले यो संरक्षणतिर लागेका छौँ। अहिले तपाईँले आज यो प्लास्टिक यसरी बोकेर तल हाम्रो नौधारा सामुदायिक वनलाई चाहिँ बुझाउँछु भनेर चाहिँ बोकिरहनु भएको मलाई धेरै खुसी लाग्यो। यहाँहरूको आज यो हाइकिङ गर्दै आउनु भएको रहेछ। तपाईँहरूको यो कार्यक्रम, तपाईँहरूको यो यात्रा सफल पनि रहोस् र वन्यजन्तु अनि यहाँ भएका चराचुरुङ्गीहरूको पनि सबै कुराहरू देखियोस्, तपाईँले देख्न पाओस् होइन। यो प्रकृति सम्बन्धी अझ जानकारी केही राख्नुहुन्छ भने अलिकति छोटो शब्दमा राखिदिनुहोस् न, यो प्रकृतिलाई बचाउने सन्दर्भमा। यो प्रकृतिलाई बचाउनको लागि जस्तो स्वर्ग जस्तो हाम्रो देशमा स्वर्ग जस्तो ताल तल या छन्, हरियालीहरू छ, यो कुण्डलाई पनि सफा गर्नु पर्यो होइन। काँडे ताले बाहिर त भएन नि, यो कुण्ड सफा गर्नु पर्यो। अनि यहाँ बाटोघाटो पनि अलिक व्यवस्थित गर्नु पर्यो। अनि स्वर्ग साँच्चै स्वर्ग हुन्छ, स्वर्गलाई त्यसै छोडेर हुँदैन। धन्यवाद हजुरलाई यो हामीलाई एउटा जानकारी दिनुभएकोमा होइन। यो चाहिँ चराचुरुङ्गी र वन्यजन्तुको लागि खाने पानीको यो संरक्षण गरेको हो। यो खानेपानी, यो पानी चाहिँ वर्षभरि चराचुरुङ्गी अनि वन्यजन्तुको लागि चाहिँ हामीले संरक्षण गर्नुपर्छ भनेर नौधारा सामुदायिक वन अनि डिभिजन वन
त्यसै गरी बिसिएन बर्ड कन्जर्भेसन नेपालले चाहिँ यो गरेको भन्ने कुरा यहाँलाई जानकारी दिन्छु। धन्यवाद, तपाईँले यसरी चाहिँ नि आफूले फोहोर सङ्कलन गरेर आफैले लिएर हिँड्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद है त। लाग्यो यो प्रक्रिया हामी सबैमा यस्तो लोकदल लामादाइको जस्तै सोच र विचार हुनुपर्छ, अनि मात्र हाम्रो फुलचोकीको पदयात्रा अनि फुलचोकी एरिया सफा अनि सुग्घर हुन्छ है साथीहरू। यस्तो सोच र विचार हामी सबैले राख्नुपर्छ। धन्यवाद दाइ लामा दाइ।